कोभन्दा को ठुलो, रवि ठुलो कि बालन ठुलो भनेर त्यहाँ खेलिदिन सक्ने खतरा मानिरहने देख्छु। मलाई खुसी लाग्यो, म त्यहाँ सँगै बसिरहेको छु, उहाँ कुराकानी खासुस गरिराख्नु भएको छ। गर्नुहोस् गर्नुहोस् र पटक पटक भेट्नुहोस्, गरिराख्नुहोस् र भेटिराख्नुहोस्। तपाईँहरूको एकतामा नै यसको चाहिँ राष्ट्रपाको तत्कालको 5 वर्षको निम्ति भविष्य सुनिश्चित छ। 5 वर्षसम्म एक भएर तपाईँहरू काम गर्नुहोस् र अगाडि बढ्नुहोस्, यो तपाईँलाई शुभकामना हुन्छ। र अन्त्यमा मेरो पुस्ताका, मेरा समवयी र मेरो पुस्ताका साथीहरू जो अहिले पनि षड्यन्त्रको सिद्धान्त आविष्कार गरेर यो जेनजी विद्रोह, यो राष्ट्रपाको उदयलाई पचाउन नसकेर अनेक थरी उहाँहरूले तानाबाना बुन्नु भएको छ, त्यसमा केही सत्यता होला तर त्यो प्रमुख पाटो होइन। त्यसैले म उहाँहरूलाई अकबर बिरबलको पालाको एउटा कथा भनेर म आफ्नो कुरा टुङ्ग्याउँछु। तपाईँलाई थाहा छ, बादशाह अकबर अङ्ग्रेजहरूले भारतमा उपनिवेश जगाउनु अघि सबभन्दा ठुलो साम्राज्यका बादशाह थिए र उनको यति ठुला मुठा जुङ्गा तपाईँले देख्नु भएको, यस्तो जुङ्गा तिनले पाल्थे। एक दिन उनले भाइ बारदारले बोलाएर के भनेछन् भने, हेर भाइ बारदार हो, मेरो यो जुङ्गा उखेल्नलाई के सजाय दिउँ भनेछन् उनले। अनि त भाइ बारदार त चाप्लिसी गर्ने मान्छे हुन्छन्, बादशाहको चाकरी गरेर त केही पाइएला भन्ने लोभ थियो होला। एउटाले भनेछ त्यसलाई तातो कराईमा राखेर मार्नुपर्छ, अर्कोले भन्यो खाल्टो मालेर पुर्नुपर्छ, अर्कोले भन्यो भने त्यसलाई काट्नुपर्छ, यस्तै यस्तै भन्दै गए सबै। तर बिरबल एउटा छेउमा बसेर मुसु मुसु हाँसिरहेका छन्। अनि अकबरले भनेछन्, बिरबल तिमी त चुपचुप हाँसेर मात्र बस्दैनौ, बोल्दैनौ किन हो भनेको। उनले भनेछन्, जहाँ पनाह, सरकार भने जहाँ पनाह भन्थे बादशाहलाई, जहाँ पनाह त्योलाई तपाईँको जुङ्गा तान्ने मान्छेलाई मिठाई खान दिनुहोस् भनेछन् उनले। भने के भन्छौ तिमी, मेरो जुङ्गा तान्ने मिठाई खान दिने भने जङ्गिए। अनि उनले फेरि भनेछन्, जहाँ पनाह हजुरको जुन यत्रो सुरक्षा छ त्यसभित्र नागेर पस्ने कसको हिम्मत हुन्छ, अनि तपाईँको काखमा बसेर जुङ्गा उखेल्ने कसको हिम्मत हुन्छ, त्यो तपाईँकै नाति हो, त्यसैले नातिले जुङ्गा उखेल्यो भनेर तपाईँले सजाय दिने होइन, उसलाई मिठाई दिनुहोस् भन्नुहुन्थ्यो। त्यसैले मेरा पुराना साथीहरूलाई पनि आग्रह,